यही घर आमा है जान जानी किन नजानी आमा म कति जान्न काट्नु मार्नु खोज्छन् भने घर किन जाने बुहारीले जिल्लाको जिल्लै हैन हैन त्यस्तो छोराले एकदम खुग्री नापेको काटकुट गरिकन एउटा चोक्टो पारिकन कट्ठामा हालिकन लोम्पटिकन कि खोलामा फाल्ने कि जोब्रामा फाल्ने ओ पाल्दै नपाल्ने भनिसकेपछि मुटु एकदम गाँठा परिसक्यो। यस्तो तपाई अहिले पो हातखुट्टा चलिहान र तपाईलाई ठिकै छ भोलि यहाँ बिरामी हुनुभयो भने केही हुनुभयो भने यो घरलाई पनि समस्या होला। म डम्मारमा मर्नु परोस् किरा काटीले खाइन खाउन् हेर्नुहोस् बाघ भालुले खाइन खाउन् कुकुर बिरालुले खाइन खाउन् जेले खाइन खाउन् म त तिनले पाल्दै नपाल्ने जिउले काटकुटो पारिकन ओर्छन् भनेपछि फिर्का पारिकन कट्ठामा हालिदिनु फाल्छन् भनेपछि म गइकन के फाइदा पाल्न। गाइस मैले चाहिँ एउटा भिडियो बुढी आमाको चाहिँ सेयर गरेको छ है। त्यो चाहिँ छोरा र बुढीले पिट्ने कुट्ने अनि जगाउने बुढी आमालाई टिपेर फाल्ने जस्तो गर्ने रहेछ। त्यही भएर बिचरा बुढी आमा घरबाट भागेर छोराछोरीदेखि टाढो छोरा र बुढीदेखि टाढो एकान्त जङ्गलमा गएर बसिरहेछ। यस्तो खालको छोराछोरी जन्मिनु भन्दा नजन्मेको बेस। तपाईँहरूको पनि छोराछोरी यस्तो खालको छ भनेदेखि सचेत रहनु होला र आफू पनि बस्नु होला। आमाको बिजोग देखेर मलाई त आँसु थाम्न सक्दैन भएन तर so sad. Her son and daughter-in-laws beat her up every single time, every day at night, and push her out from the house and kick her out from the house. And she is eventually living in a cave and nowhere in the jungle, and she does not want to go back to her house, and she was worried her son's gonna kill her and buried her so she doesn't want to go back, and she want to live where she is right now, and she really don't care even animal attack her or even somebody attack her or kill. She really don't worry, but she doesn't want to go back to her house. So sad. If anyone of you guys want to help or do something, or you guys can subscribe on my channel, and wherever money comes from, subscribe, and I will donate personally, and I already did as well, but I do not want